तर हाम्रो मायामा दैवको आँखा नलागोस् भने जस्तै झन् मुलालाई बुरुसलाई ढसेर सेतो बनाएर अचार हाल्छु भनेको त के को गाइस हेर्नुहोस् त साथीहरू यस्तो कालो भइदियो। अब यसलाई के गर्ने? यसलाई त फाल्ने विकल्प भन्दा केही पनि छैन। कतैबाट लै दैवको अगाडि केही नलाग्दो रहेछ भने जस्तै गरी यो मौसमले मलाई यति धोका दिएन र छ्या यस्तो मौसम पुरै हुसुलाएर घामै नलाइदिएर कहाँ हुन्छ र यस्तो जुन दिनदेखि काटेँ यसलाई काट्न त यो घामै काटेका हौँ अहिले त यस्तो खै रुम जस्तो भयो मलाई त भनेर भन्नुपर्दा बारीमा छ अर्को पनि टेन्सन छैन अरू पनि यो बिग्रेर के भयो त अझै छ 2 4 वटा अनि बनाइहाल्छु नि।